अब पूर्व गृहमन्त्रीको सन्दर्भमा उहाँले आफ्नो नैतिकता देखाएर राजीनामा दिइसकेको अवस्था हो र उहाँको सम्पत्ति सम्बन्धी उठेका प्रश्नहरूको छानबिन समिति बनिसकेको छ र यसले छानबिन गर्दैछ। यो त प्रक्रिया त चाहिँदो होला नि त। कसैमाथि प्रश्न उठेको कारबाही ठोकिहाल्नु भन्ने कुरा त पक्कै हुँदैन होला। यदि विगतमा कसैमाथि प्रश्न मात्र उठाइदिएको थियो भनेदेखि सायद तपाईँ हामी अन्य जिम्मेवारी निर्वाह गरिरहेका थियौँ होला, आज राजनीति सम्हाल्नु पर्दैन थियो होला। तर पनि प्रश्न उठिसकेपछि त्यसको त्यो नैतिकताको कडीमा उभिने कि नउभिने र त्यसपछि त्यो प्रश्न उठेका प्रश्नहरूको जवाफदिता देखाउने कि नदेखाउने भन्ने पाटोमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले कहीँ कतै पनि कमजोरी देखाएको छैन। जहाँसम्म मोरङ 2 का सांसदको विषयमा उठेको कुरा हुनसक्छ, मलाई पनि अचम्म लागेको कुरा त्यस्तो उजुरी कहाँ दर्ता भएको रहेछ, कुन निकायमा उजुरी दर्ता भएको रहेछ, त्यसपछि उहाँले अन्याय गरेको अथवा उहाँले त्यस्तो अपराध गरेको त्यस्तो केही उजुरी दर्ता भएको रहेछ भनेर हामीले खोजी गर्दा त्यस्तो पाएका छैनौँ। र उहाँसँगको अनौपचारिक संवादमा मेरो सम्बन्ध र उहाँसँगको मेरो सम्बन्ध हो र यसको व्यवस्थापन गर्ने जिम्मा मेरो हो र मलाई जसरी मिडियामा प्रस्तुत गरियो, एउटा पत्रिकाले त त्यो बन्दुक बोकेको र त्यसपछि यो यहाँ ट्याटु लगाएको फोटोसँग मलाई दाँजेर पनि प्रस्तुत गरियो र मेरो चरित्र हत्या गर्ने प्रयास गर्यो। मैले चाहिँ न्याय पाउँछु कि पाउँदिनँ भनेर उहाँ स्वयंले आफूले भन्दै गर्दा आफूले जिउ खोलेर देखाएको फोटो पनि सार्वजनिक भएको छ नै होला। त्यसकारण आरोपका लागि कसले कति आरोप लगाए भने प्रत्येक आरोपको खण्डन गर्दै हिँड्ने जिम्मेवारीमाथि रासपा यतिखेर छैन। रासपा त मैले भन्दैछु त, रासपा त सबै कुराको जवाफदेहिता हुँदै गर्दाखेरि विधि पद्धति र प्रक्रिया मार्फत दिनेछ।